लागि पनि आएको छ, त्यो प्रमाण पनि आएको छ। उहाँको कार्यकक्षमा जबकि एउटा मन्त्रीलाई भेट्न हत्तपत्त पाइँदैन, तर विवादित कर्मचारी उहाँको कार्यकक्षमा गएर त्यस पछाडिबाट सरुवा भएको भन्ने कुराहरू आएको छ। अनि ती विषयमा अब हाम्रो मन्त्री बारवाला मन्त्रीलाई हामीले पत्याइरहनु पर्ने, उहाँमाथि भरोसा गरिराख्ने अवस्था आउँछ त? हिजोको दिनमा यो सोचबोझ यो चेत हिजोको दिनमा उहाँहरूको कहाँ गएको थियो? हामी त एकदमै स्वच्छ तरिकाले प्रतिस्पर्धा गरौँ, हाम्रा कुराहरू राखौँ, विचारले प्रतिस्पर्धा गरेर राजनीति गरौँ भनेर हामीले त हिजोको दिनमा यही कुरा गरेको हो नि। तर होइन, उहाँहरूले हिजोको दिनमा आज जे सुझबुझका कुराहरू गर्दै हुनुहुन्छ, जे संवादको कुरा गर्दै हुनुहुन्छ, नजिर उहाँहरूले बसाउनु भएको छ, त्यो नजिर त अब मान्न पर्यो। जे भएको थियो अब त्यस्तै कुराहरू हुन्छ। यो जति दिन संसद हाम्रो बन्द भयो, यो बिचमा एउटा विषय अत्यन्तै व्यापक सामाजिक सञ्जालमा समाचारहरूमा व्यापक तरिकाले आयो। भिजिट भिसामा जानेहरूलाई चाहिँ एकदम लाखौँ लाख पैसा असुलेर उनीहरूलाई चाहिँ गैर कानुनी तवरबाट पठाउने भन्ने खालको कुराहरू आयो र त्यो पठाउने कार्यमा चाहिँ गृह मन्त्रालय मातहत रहेको कर्मचारीको ठुलो संलग्नता भन्ने कुरा प्रमाणसहितै लगभग अब आइसकेको अवस्था छ। अनि फेरि उहाँ पात्रको बारेमा अहिले मात्रै होइन, विगतका दिनहरूमा पनि धेरैवटा विवादास्पद निर्णयहरूमा, विवादास्पद विषयहरूमा उहाँ मुछिएको भन्ने कुराहरू पनि आइसकेको छ। अनि अब यो को मातहत पर्ने मन्त्रालय भन्दा गृह मन्त्रालय मातहत पर्ने हो र यो भइरहेको विषय चाहिँ एकजना व्यक्तिले मात्रै गर्ने होइन, यो समग्र प्रक्रियामा धेरै मानिसहरूको संलग्नता हुन्छ, धेरै मानिसहरूको संलग्नता छ। ठुलो सञ्जाल, ठुलो गिरोह नै लागेर त्यसरी मानिसहरूलाई चाहिँ लाखौँ लाख पैसा असुली गरेर पठाउने भन्ने खालको समाचारहरू आइरहेको छ। यो विषय के हो भन्ने कुरा चाहिँ हामीले स्पष्ट थाहा पाउनु पर्यो। को मान्छे चाहिँ संलग्न भएका छन् थाहा पाउनु पर्यो। त्यो संलग्न भएका मानिसहरूलाई कारबाही गर्ने वातावरण हुनु पर्यो। गृह मन्त्रालयले यसमा अझ विशेष गरी गृह मन्त्रालयको सचिवालयको प्रत्यक्ष संलग्नता भन्ने कुराहरू आइरहेको छ। स्वच्छ अनुसन्धान हुने वातावरण सिर्जना गर्नको लागि पनि यो आजको हामीले संसदमा उहाँको राजीनामा आवश्यक छ भन्ने कुरा माग गर्यौँ। उच्च स्तरीय छानबिन समिति पनि गठन हुनुपर्छ भन्ने कुरा हामीले माग गर्यौँ। यति नै हो आजको विषयवस्तु। जस्तो सत्तापक्षकै मान्यज्यूले प्रमुख सचेतकले अहिले के भन्नुभयो भने तपाईँले पार्टी सभापति माथि जुन प्रकारको तपाईँहरूले दिनुभएको प्रतिशोध त्यसैको बदला लिन मात्रै राजसभाले यो गरिरहेको हो, राजसभाको आज प्रमुख कारण यही हो भनेर उहाँले आज अहिले भर्खरै यही रोस्टमबाट भनेर जानुभएको छ। त्यसलाई के भन्नुहोस् त? त्यो त हामीले पहिल्यै भनेको हो नि, राजनीति भनेको यस्तो एउटा चाहिँ स्थान हो जहाँ आइसके पछाडि आफूले सधैँभरि म स्वच्छ भएर काम गर्छु भनेर जतिसुकै प्रयास गर्दाखेरि पनि कहीँ न कहीँ केही न केही हुनसक्छ। किनभने मान्छे हो, कहीँ न केही हुनसक्छ। राजनीतिमा नैतिकताको आधारमा पनि कति कुराहरूको जिम्मेवारी लिनुपर्ने हुनसक्छ। त्यो त हामीले हिजै भनेको, जो आफू सहकारीमा संलग्न छैन, जसको केही त्यहाँ ऋण लिएको छैन, सहकारीको सदस्य होइन, त्यो नभएको पात्रलाई पनि राजनीतिमा जसरी यहाँ मसँग प्रमाण छ भन्ने संसदमा आएर जबरजस्त ढङ्गबाट त्यो कुरालाई स्थापित गर्नको लागि केही मान्यज्यूहरूले प्रयत्न गर्नुभयो। सधैँभरि सुक्खा त हुँदैन नि, बर्खा आउँछ, त्यो बाढीले सबैलाई बगाउँछ भन्ने कुराको हिक्का त हुनुपर्ने हो। हामीले त्यति बेलै भनेका थियौँ ठुलो पार्टीले यस्तो गलत नजिर स्थापना नगरोस्, यो सबैलाई पर्ने कुरा हो। केही अनुसन्धान हुनुपर्छ भनेदेखि एउटा छुट्टै निकायले अनुसन्धान गरेर स्वच्छ अनुसन्धान गर्ने वातावरण होस् भन्दा उहाँहरूले राजनीतिक हिसाबले राजनीतिक रङ दिनको लागि जुन किसिमको छानबिन समितिका कुराहरू भयो, त्यसपछि राज्य नै एक हिसाबले लागेर अहिले यति नमजाले चाहिँ राजनीति मुछेर एउटा रवि लामिछाने भन्ने पात्रलाई यो हदसम्म गरिएको छ। यो त सबैले तिर्न पर्छ नि, यसको हिसाब त सबैले तिर्नुपर्छ नि। उन्मुक्ति पाइन्छ र राजनीतिमा उन्मुक्ति कहिले पनि हुँदैन, कसैलाई पनि पाउँदैन। जब गलतलाई सही कुरालाई चाहिँ गलत हो भनेर पुष्टि गर्ने एउटा तागत सत्ताले राख्छ भनेदेखि त्यो सत्ता पनि सधैँभरि टिक्दैन। किनभने सत्ता कसैको पनि पेवाको विषय होइन, सबैलाई त्यो दिन घुमेर आउँछ, सबैको त्यो दिन आउँछ। त्यसकारणले जसले गल्ती गरेको छ, अहिले त यो प्रकरणमा हामीले आरोप मात्र लगाएका छैनौँ। तपाईँ आफै भन्नुहोस्, तपाईँले चिने जानेका कति मान्छेहरू पनि यस्तो खालको विषयमा पर्नु भएको होला। कहीँ जानुपर्ने छ, जसको काम छ ऊ मान्छेलाई चाहिँ रोकिदिने, अनि जो मान्छे जानै हुँदैन ती मान्छेलाई चाहिँ करोडौँ करोड रुपियाँ होइन अब समूह बनाएर लाखौँ लाख, अहिले त 50 लाखसम्म पुगेको छ भन्ने जानकारी आएको छ, त्यस्तो पैसा लिएर पठाउने। यो त मान्छे बेचेको होइन र, मान्छे देख्नै हुँदैन बेच्ने काम गर्नुपर्छ र? यो त मान्छे देख्न हुँदैन बेच्ने जस्तो काम भइहाल्यो नि। यो त मानव तस्करी होइन। हिजो भुटानी शरणार्थी काण्ड बन्द भएको होइन, हिजो भुटानी शरणार्थी कहाँ गयो? अहिले भुटानी शरणार्थीको को हो दोषीहरू हामीले थाहा पाउनु पर्दैन? त्यो सबै सामसुममा भयो। अब अहिले यो विषय आछ भने चाहिँ मान्छे देख्नै हुँदैन बेचिदिनु पर्ने, अनि यो विषय नेपाली जनताले थाहा पाउनु पर्दैन? त्यही हो, हाम्रो कुरा स्पष्ट छ। उहाँहरूले स्वच्छ अनुसन्धान हुने वातावरण सिर्जना गर्नुपर्छ। त्यसको लागि उहाँ पदमा बसिरहँदाखेरि अपारदर्शी हुन्छ,
केही प्रभावहरू पर्न सक्छ उहाँले पदबाटै राजीनामा दिनुपर्छ। यो देशमा भ्रष्टाचारले यति धेरै थिलठुलो बनाइसकेको छ हाम्रो देशको संरचनाहरूलाई कि अब यसलाई रोक्ने हो भनेदेखि बोल्ड निर्णय नगरिकन हुँदैन।